20% तिमी डिपोजिट गर्न सकेनौ त्यसैले तिम्रो बिमा कार्डको अर्थ छैन भाइ, फर्केर जाऊ। सिनियर कन्सल्टेन्टहरु सामान्यतया बिमाको चाहिँ पेशेन्ट भएको ठाउँमा जानुहुन्न। अनि भयो ह्युमन ट्रिट, अनि देखियो प्रोफेसनलिजम, अनि देखियो राज्यको नीतिको चाहिँ सनक। भिडियो एक्सरेमा टाइम हुँदैन बिमाको मान्छेलाई चाहिँ पे गर्छु भनेर गयो भने ठ्याक्कै टाइम हुन्छ। अरूको उपचार पैसा तिरेपछि अधिकार, बिमाको बिरामीको दया। बिमाको मान्छे भनेपछि दोस्रो नागरिक दोस्रो दर्जाले हेर्नुहुन्छ। बिमाको बिरामीलाई एउटा व्यवहार, पेइङ वालालाई अर्को व्यवहार गर्नै पाइँदैन। फेरि रिभाइभ गरियो। थाहा छ कति चाहिँ ब्याकलग छ तपाईको चाहिँ पुरानो चाहिँ पेमेन्टको पार्ट कति बाँकी छ। तर अन्टिल एन्ड अनलेस यो प्रोग्राम हुन्छ नि, स्वास्थ्य बिमाका बिरामीलाई फरक व्यवहार गर्न पाइँदैन साथीहरु। अन्यथा नलिनु होला। मैले मेरो मान्छेलाई पेशेन्ट बनाएर तपाईँ कहाँ पठाएको छु, नाम नभनौँ, पेशेन्ट बनाएर तपाईको अस्पतालमा पठाएको छु। अस्पतालको व्यवहार यो पेइङ पेशेन्ट र चाहिँ कार्ड होल्डर र क्यास होल्डरमा कति फरक छ भन्ने कुरा तपाईले राम्रोसँग मनन गर्न जरुरी छ। यसलाई एक किसिमको स्मरणार्थ तपाईले चाहिँ सम्झिनुस्, यो सुधार गर्न जरुरी छ। राज्यले भोलि बन्द गर्यो भने गर्ला अलग कुरा हो। तर यो जबसम्म यो चाहिँ बिमा रहन्छ नि, बिमाको बिरामीलाई एउटा व्यवहार, पेइङ वालालाई अर्को व्यवहार गर्नै पाइँदैन। त्यो कुरा मैले तपाईहरुलाई चुनौतीकी भाषामा भने कहाँ हुन्छ एकचोटि हेर्नुस् त। हेर्ने नजरिया फरक छ। बिमाको मान्छे भनेपछि दोस्रो नागरिक दोस्रो दर्जाले हेर्नुहुन्छ अस्पतालहरुमा। यो नहोस्। बिमाको नागरिकलाई, बिमाको पेशेन्टलाई दोस्रो नजरियाले हेर्ने कुरा हुन्छ। अरूको उपचार पैसा तिरेपछि अधिकार, बिमाको बिरामीको दया, मर्सी बेस्ड कि राइट बेस्ड भन्ने कुरा व्यापक हिसाबले आएको छ। बिमाको बिरामीले मर्सी बेस्ड हिसाबले तपाईँ कहाँ चाहिँ याचना गर्नुपर्ने हुन्छ। त्यो याचनाको विषय होइन। जसरी एउटा पेइङ चाहिँ पेशेन्टलाई जस्तो ट्रिट गर्नुहुन्छ, त्यो कार्ड होल्डरलाई पनि त्यसरी ट्रिट गर्न जरुरी छ। अझ मैले देखेको कुरा, इन्टरनल रिफर हुँदैन। तपाईँ एउटा चाहिँ ग्यास्ट्रोमा आएको बिरामी अरू कुनै समस्यामा चाहिँ देखियो भने चाहिँ त्यो के अरे चेक जाँच गर्दै गर्दा इन्टरनली अर्को डिपार्टमेन्टमा जानु पर्यो भने उसले त्यही पैसा तिर्नुपर्ने हुन्छ। ममा भन्नुस् छ यही चितवनको कुरा हो। यो चितवनकै कुरा हो। आवश्यक पर्यो भने पर्सनली कुरा गरौँला, यो सार्वजनिक मञ्चबाट नबोलौँ। मैले स्मरण गराउने भनेको त्यो हो। इन्टरनल रिफर हुँदैन बिमामा। त्यो भन्नुको अर्थ तपाईले व्यक्तिको बिमा, सरकारले व्यक्तिको बिमा गरिदिएको कि रोगको बिमा गरिदिएको? सरकारले त व्यक्तिको बिमा गरे हो नि। तपाईँ कहाँ आइसकेपछि उसको रोगको उपचार तपाईले चाहिँ इन्टरनल रिफर गरिदिनु पर्दैन? पेट दुखेर आएको मान्छे ग्यास्ट्रिकमा एउटा जहाँ गयो त्यो ठिक छ, त्यो हेर्यो अलिअलि हेर्यो, अर्को ठाउँमा जाँदाखेरि पैसा लाग्ने भन्ने कुरा हुन्छ। त्यो कुरा अर्को कुरा तपाईको न्युरो सर्जरी लगाएको कम्प्लेक्स इस्युजहरु कहिल्यै पनि बिमाले कभर गरेन, कहिल्यै पनि।